यो राज्य आतंक सधैँ चल्दैन। हामीलाई शान्तिको कुरा गर्दाखेरि तपाईले हेप्नुहुन्छ र त्यसलाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने हामी सल्लाह गर्छौं। तपाईहरुसँगै सल्लाह गरौँला, देशवासीसँग सल्लाह गरौँला। राप्रपा विद्रोहमा जाओस् भन्ने चाहनुहुन्छ भने सल्लाह गरेरै जान्छौं, हामी झुक्याएर जाँदैनौं। तपाईले 52 साल फागुन 1 गते माओवादीहरूले 40 बुधे माग लिएर आउँदाखेरि यतिको मान्छे देख्नु भएको थियो? देशभरि माओवादीको पक्षमा अहिले राप्रपासँग भएको जनमत देख्नु भएको थियो? एउटा भरुवा बन्दुक, एउटा राइफल बोकेर, केही घरेलु हतियार बोकेर सुरु गरेको माओवादीको विद्रोहले तपाई कांग्रेस एमाले भन्नेलाई कुन तहमा पुर्यायो र देश अहिले कुन तहमा पुग्यो देख्नु भएको छ। हामी त देशले थप द्वन्द्व बिहोर्न सक्दैन, देशलाई थप द्वन्द्वमा लैजानु हुँदैन भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो। के अहिले पनि राजा चाहिन्छ भनेर बन्दुक बोकेर जंगल पस्न 2-4 हजार मान्छे छैनन् होला त? 2-4 हजार युवाहरू हतियार बोकेर जंगल पस्न नसक्ने अवस्था हो र?